ल्याउनु भयो भनेर मैले प्रश्न गर्न अलिकति अप्ठ्यारो हुन्छ। सबैका आफ्ना आफ्नै समस्याहरू होलान्। तर विशेष मेरो एउटा के रिक्वेस्ट थियो भने पहिला चाहिँ एउटा यो राष्ट्रले गर्व गर्ने सिनेमा बनेको छ, राज्यले बनाउनु पर्ने सिनेमा, यसलाई हामीले सबैले सपोर्ट गर्नुपर्छ चाहिँ भनेको चाहिँ थिए। अब त्यो कानमा पर्यो परेन उहाँहरूको पनि आफ्नै चाहिँ बाध्यता हुनसक्छ। उहाँहरूलाई पनि शुभकामना, सबै फिल्म चल्नु होइन। यस्तो छ म सिनेमालाई सिनेमाकै रूपमा हेर्ने मान्छे परे। तर यो सिनेमा मात्रै होइन, यो सिनेमा एउटा जीवनसँग गाँसिएको छ। एक त बायोपिकमाथि सिनेमा बनाउनु गाह्रो चुनौतीपूर्ण कार्य हो, किनकि सूक्ष्म तरिकाले खोज्नुपर्ने हुन्छ, अध्ययन गर्नुपर्ने हुन्छ, त्यसलाई जीवन्तता प्रदान गर्नुपर्ने हुन्छ। बायोपिकमा सिनेमा बनाउन जति चुनौतीपूर्ण छ, सिनेमालाई व्यवसायीकरण गर्नु त्योभन्दा ठुलो चुनौती हो। र यो सिनेमामा दुवै छ। सिनेमामा जीवन त छँदैछ र यसलाई व्यवसायिक बनाउनमा निर्देशकले भरपुर मेहनत गर्नुभएको छ। मैले योभन्दा पहिला भारतीय कलाकार आमिर खानको सायद लगान हेरेको थिएँ। लगान हेर्दा यसै गरी म एकदमै एकाग्र भएर हेर्न मलाई बाध्य तुल लागेको थियो। र आज यो सिनेमा हेर्दा मैले त्यही लगान हेरेको झन्झलको आयो। र हामी सीमित बजेटमा, हाम्रा कलाकारहरूले सानो बजेटमा, लगान त त्यत्रो ठुलो बजेटमा बनेको थियो, निश्चय पनि धेरै कुराहरू हुन सक्यो होला त्यसमा। तर यहाँ सीमित बजेटमा यति राम्रो सिनेमा जुन बनाउनु भएको छ, यसका लागि म आज मुक्त कण्ठले प्रशंसा गर्छु। त्यसो त मैले अघि पनि भनेको थिएँ कि प्रिमियरमा बोलेका शब्दहरूले दर्शकहरूलाई खासै प्रभाव पर्दैन आज, किनभने प्रिमियरमा आएर उसले तारिफ गर्छ नै भन्ने हुन्छ। तर यो प्रिमियरमा मभन्दा अघि जतिले बोल्नुभयो या मभन्दा पछि जतिले बोल्नुहुन्छ, भरपुर रूपमा पूर्ण रूपमा विश्वास गरे हुन्छ भनेर दर्शकहरूलाई पनि अपिल गर्न चाहन्छु। यो सिनेमा होइन, एक अभियान हो, किनकि यो सिनेमाले एउटा खेलाडीको घर बनिरहेको छ। त्यसकारण पनि सिनेमा यो हेर्नुपर्छ। र अर्को कुरो, खेलाडीमाथि यति राम्रो सिनेमा बन्दो रहेछ भन्ने कुरा पनि देखाएको छ। हामी सदैव भन्ने गर्छौँ नि, हामीले बोलेर हुँदैन, कसै कुनै कलाकारले सिनेमाको तारिफ गरेर हुँदैन, पर्दै बोल्नुपर्छ भन्छौँ। यो 100% पर्दा बोलेको छ, सिनेमा बोलेको। यस्तो छ, मभन्दा अघिल्लो रोमा बस्नेहरू या मभन्दा पछिल्लो रोमा बस्नेहरू या म सँगसँगै मेरो रोमा बस्नेहरू सिनेमा हेरुन्जेल मैले आधी सिनेमा हेरिरहेको थिएँ भने आधी उहाँहरूको आवाजहरू सुनिरहेको थिएँ। उहाँहरू भुकको आवाजमा रोइरहनु भएको थियो। म पनि भक्कारिरहेको, कति ठाउँमा यहाँ छोइरहेको थियो मलाई। त्यस कारणले गर्दा मैले अघि पनि भनेँ नि, बायोपिकमाथि सिनेमा बनाउन चुनौतीपूर्ण नै हो, किनकि केही कुरा मिस भयो भनेदेखि त्यहाँ कुरा काटिन्छ। तर यो जुन प्रकारले इन्जेलाजीको जीवनीमा आज यो सिनेमा हेरिसकेपछि मैले कहिले इन्जेलाजी नेपाल आउनुहुन्छ र उहाँलाई मैले अङ्कमाल गरेर बधाई दिन पाऊँ र मलाई उहाँको मुक्त कण्ठले सामुन्ने बसेर प्रशंसा गर्न पाऊँ भन्ने मलाई लागिरहेको छ। र एक प्रकारले जीवन्तता प्रदान गर्नुभएकोमा यो सिनेमालाई एउटा रिक्स थियो यो होइन। आज मैले अघि पनि हाम्रो निर्माता प्रेम कुमारजीलाई भने, तपाईँले यसमा आदिउदी त एक त अभियान नै राम्रो छ, एउटा खेलाडीको घर बनिरहेको छ, विदेशमा प्रिमियर गरेर केही रकम सङ्कलन गरिसक्नु भएको छ। यदि कथम कदाचित त्यस्तो हुँदैन, चल्छ यो पनि, चलेन भने पनि, व्यावसायिक रूपमा सफल भएन भने पनि उहाँले चित्त दुखाउनु पर्ने ठाउँ छैन। त्यति राम्रो काम देखाउनु भएको छ। निर्माताले त्यत्रो ठुलो आँट गरेर जुन गर्नुभएको छ, या निर्देशकले जसरी यसलाई न्याय दिनुभएको छ, एकदम काबिले तारिफ छ। धेरै धेरै धन्यवाद। यसका लागि चाहिँ त्यही त, यो एम्बुस जस्तो लाग्छ मलाई यहाँ प्रिमियरमा आएर बस्दाखेरि चाहिँ। म यही कारण पनि आउने गर्दिनँ, किनकि यहाँ सबै बोलिसकेपछि मैले के बोल्ने हुन्छ। तर यदि मैले अब मेरो कार्यक्रममा बोलिनँ भने पनि यतिका मिडियाको अगाडि जुन मैले बोलेको छु, यो नै रजत फोटो भन्दा पनि थ्याङ्क यू सो मच। राजागञ्ज एक दिन पछाडि आउँछ क्यार। यस्तो छ, हाम्रा सिनेमाहरू हाम्रा सन्तान, त्यस कारणले सन्तानको उसमा चाहिँ हामीले यो प्रायः हामी धर्मसँग पार्दैन सन्तान भनेको अभिभावकको लागि सबै प्यारो हुन्छ नि। र अब हामी यति चाहिँ के हो भने, पहिला सिनेमा नजुरी हुन्थ्यो भन्थ्यौँ हामी, किनकि हाम्रो नेपाली सिनेमाले नेपाली सिनेमासँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, एउटा आफ्नो छोराले छोरासँग प्रतिस्पर्धा गरेर जस्तो लाग्छ भन्थ्यो नि। तर अब हाम्रो सिनेमा हल पनि यति राम्रो विकसित भएको छ कि हामी दसैँमा देखियो रिजल्ट, 3-3वटा सिनेमा भिड्दा पनि सबको व्यापार राम्रो भइरहेको छ भनेपछि अब 3टा सिनेमा भिड्दाखेरि आफ्नो जनताको जसलाई जे मन लाग्छ त्यही हेर्नुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि यो ठुलै कुनै अब यस्तो समाचार रहेन, अब समाचार नबनाउनु त्यस्तो कुरा होइन। अब यस्तो छ,
खेल क्षेत्र मलाई पनि म नजिकबाट निहाल्छु भने आर्ट र स्पोर्ट्सलाई नजिकबाट निहालिरहँदाखेरि एउटा सफलताको कथा भन्दै थियो यो होइन। एन्जिलाको कथा भन्दा त्यही सफलताको कथा हो। मतलब एन्जिला आफैमा एक सफल व्यक्ति हो, किनभने उसले चाहिँ सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको छ होइन। हामीले बुझ्नुपर्ने इलामको एउटा गाउँबाट यहाँसम्म आइपुग्यो, उसले सानो सङ्घर्ष त गरेको छैन होला जस्तो लाग्थ्यो मलाई। त्यही भएर चाहिँ नि एउटा जे होस् सम्पूर्ण नेपालीहरूलाई होइन इन्सपायर गर्नको लागि कुनै स्टोरी बन्दैछ भन्ने मलाई लागेको थियो। त्यही अनुसार मैले चाहिँ हुन्छ ल म खेल्छु भनेर मैले निर्णय गरेको थिएँ। दाइले भनेको थियो हुन्छ म काम गर्छु भनेको थिएँ। आज बनेर मैले हेरेँ, यसले मैले जति सोचेको थिएँ जस्तो सोचेको थिएँ त्यस्तै पाएँ। मतलब कि कोही पनि व्यक्तिलाई होइन तिमीले आफ्नो सपना अथवा आफ्नो हिँडेको बाटो चाहिँ नै जतिसुकै कठिन होस् नछोड्नु। एन्जेलाले बार बार भन्छ म जहाँ लडेँ त्यहीँदेखि उठ्नुपर्छ, अन्त गएर हिँड्ने काम होइन, म पहिलो स्टेप त्यहीँ सिकेँ भनेर उसले भने जस्तै हो। अनि मलाई मजा लागेको चाहिँ के भने एउटा सफलताको कथा भनिन्छ र सबै आम मानिसहरूलाई हामी केही गर्न सकेनौँ है भन्ने मान्छेहरूलाई यसले चाहिँ नि बल तागत दिन्छ होला जस्तो लागेको थियो। त्यो अनुसार मैले काम गरेको थिएँ। आज फिल्म हेर्दा मलाई त्यही लाग्यो। जस्तै मसँगै छेउमा बस्नुभएको दर्शकले एउटा भन्दै हुनुहुन्थ्यो ओहो नयाँ त चन्द्र दाइ जस्तो लाग्यो भन्नुहुन्थ्यो। तपाईँले के एन्जेलाको बुवाको क्यारेक्टर निभाइरहँदाखेरि उहाँको स्टोरी गर्नु आदि होइन ट्रु स्टोरीमा चाहिँ कोही कोही बेला केही मैले चाहिँ यसमा चाहिँ अलिकति लिबर्टी पनि लिएको थिएँ। उहाँ जति रोमान्टिक हुनुहुन्छ दुईजना कपाल यति रोमान्टिक हुनुहुन्छ, त्यो रोमान्टिक त हुनु सक्दैन जस्तो लाग्यो। अनि उहाँको हुबहु भन्दा पनि मलाई के फिल हुन्छ, मलाई एउटा अभिभावक मलाई के महसुस हुन्छ, मैले पनि महसुस गरेको छु कि हाम्रो अभिभावकहरूले हामीलाई चाहिँ किन चाहिँ आफूभन्दा टाढा जानु अथवा आफूले गर्ने भन्दा अलिक अरू कामहरू गर्नुको लागि चाहिँ किन रोक्छन् भन्दाखेरि चाहिँ मसँग क्षमता पनि हुँदैन, मैले मेरो बच्चा बच्चीलाई र हुर्काउनुको लागि मसँग धेरै कुराहरूको क्षमता हुँदैन, पहुँच हुँदैन। त्यस कारणले दुःख पाउला भनेर रोकिन्छ नि, त्यो रोकिन्छ होला जस्तो लागेर त्यो हिसाबले चाहिँ मैले आफूले कनेक्ट गरेर मैले त्यो क्यारेक्टर चाहिँ नै उहाँसँग गरेको थिएँ। उहाँसँग भेटेँ, कुरा त गरेँ, तर उहाँ जस्तो हुनुहुन्छ ट्राई मात्रै हो। त्यो चिज त उहाँले बाँचेको जीवन एउटा एक्टरले बाँच्नु त सकिँदैन, मैले कल्पनाले गरे हो। तर उहाँसँग नजिक बसेर उहाँहरूको अलिअलि कुरा सुनेर काम गरे हो। ए हजुर, त्यो चाहिँ खुसीको कुरा हो। मैले नरारी भन्दाखेरि अन सेट चाहिँ उसलाई म प्लेयर भनेर बिर्सिनँ, त्यो थियो। किनभने उसले जति प्लेयर बन्नु छ उसले एक्टर बन्नुको लागि पनि साँच्चीकै भने निकै लामो उसले सङ्घर्ष गरेको छ सृजनासँग होइन। एकदमै सङ्गत गरेर कुरा गरेर के कसरी उसले अब अरू साथीहरू पनि पाएको थियो, वेदना पाएको थियो उसले, नजिकको साथी वेदनासँग एकदमै नजिक रहेर म त्यो अनसेट पुग्दा ऊ खेलाडी भनेर मैले बिर्सिरहेको थिएँ, एक्टरै हो भनेर सम्झिँदै त्यो चिज लागेको सताउँछ। मैले अघि नै भने मेरो छोराछोरीको भविष्यको लागि उसको सपनाको लागि मैले ग्यारेन्टी दिन सक्दिनँ, म रोक्छु कि। हाम्रो आम नेपाली के भन्छ हरको अभिभावकको सबैभन्दा राम्रो नराम्रो पक्ष नै त्यो होला। मसँग केहीको क्षमता हुँदैन, मेरो छोराछोरीले अथवा आगामी आउने पुस्ताले जहिले पनि एक स्टेप दुई स्टेप माथि सोचिरहेको हुन्छ, त्यो चिज नपुर्याउने मसँग क्षमता हुँदैन। अनि उनीहरूलाई मैले धम्काएर हुन्छ कि दबाएर हो कि रोक्ने मात्रै कोसिस गरिँदो रहेछ। यो चाहिँ मलाई महसुस भएको कुरा हो। रिभ्यू त मैले धेरैचोटि उता पनि दिइसकेँ, एकदमै राम्रो लाग्यो मलाई मुभी र सायद यो जस्तो मुभी चल्नु पर्छ, किनभने यस्तो मुभी पनि चलेन भने
सायद अर्को यस्तो मुभी खेलाडीमा बन्दैन जस्तो लाग्छ र मेरो विचारमा यो प्रथम मुभी होला जुन चाहिँ एउटा खेलाडीमा बनेको छ है र नेपालमा यो खेल क्षेत्रमा यति कमी कमजोरी भइरहँदा दाजु आउनुहोस् न फेरि जहिले पनि कम्प्लेन गरेको जस्तो मात्र हुन्छ आफ्नो देश सरकारप्रति होइन तर साँच्ची नै धेरै सङ्घर्ष छ खेलाडीहरूको जीवनमा र मैले भनिरहँदा कति कुरा म यतिकै पनि भनिराखेको छु होला मैले भोगेको छुइनँ नि त है सो मैले देखेको भन्दा धेरै भोगाइहरू खेलाडीहरूको छ सङ्घर्ष धेरै छ यो मुभी हेरेर पनि धेरै कुराहरू सिकिन्छ र मलाई पर्सनली नै सङ्घर्षशील व्यक्ति एकदमै मनपर्ने व्यक्ति हो म चाहिँ र एउटा सङ्घर्षशील महिलाको मुभी हेर्दाखेरि म पनि यस्तो प्रेरित भएको छु है मलाई नै खेलाडी हुँ लागेको छ तर अब ढङ्ग त पुग्दैन यो जन्ममा सायद असम्भव छ होइन दाजु तर साँच्ची नै एकदमै इन्सपायरिङ मुभी छ र पेरेन्ट्स र एउटा चिल्ड्रेन बिचको एउटा रिलेसन पनि कस्तो राम्ररी देखाउनु भएको छ कि आजभोलिको जमानामा चाहिँ अब कस्तो छ भने कति बच्चाहरू चाहिँ मेरो आमा बुवाले सपोर्ट गर्नु भएन भनेर इगोमा लिनुहुन्छ तर वास्तवमा त्यो विश्वास भन्ने कुरा फ्रीमा आउँदैन रहेछ आमा बुवाको पनि विश्वास आफूले जित्नु पर्दो रहेछ र कम्युनिकेसन पनि गर्न जान्नु पर्दो रहेछ र त्यो विश्वास गर्नु पनि आमा बुवाले पनि अलिकति आफ्नो छोराछोरीलाई विश्वास गरिदिनु भयो भने एन्जिला जस्तो राष्ट्रिय होइन अन्तर्राष्ट्रिय खेलाडी बन्न सम्भव हुँदो रहेछ र अरू मुभीको कुरा गर्दाखेरि त मैले भनिसकेँ ओभरअल नाइस आई थिङ्क मिलन दाईको मैले आजसम्म हेरेकोमा अब राम्रो त सबै राम्रो छ बट आई थिङ्क दिस मस्ट बी माई फेभरेट मुभी कङ्ग्रेचुलेसन सो ह्याप्पी टु हियर सो ह्याप्पी कङ्ग्रेचुलेसन नमस्कार सम्पूर्णमा सर्वप्रथम त म अहिले गर्वले एकदम हर्षित छु एन्जिला मुभीले गर्दाखेरि चाहिँ आज म 2021 सालमा जो मण्डलमा प्रशिक्षण लिएँ मेरो गुरु दया सर सृजना म्याम बुद्धि तामाङ सर विजय बराल सर सँगै चाहिँ फ्रेममा पाइनँ तर एउटै एन्जिला फिल्ममा चाहिँ खेल्नु पाउँदाखेरि आज गर्वले हर्षित छु धेरै धेरै धन्यवाद मिलन सर प्रेम सर मलाई यो एन्जिला फिल्ममा जोडाइदिनु भएकोमा एकदम गुरु हजुरहरूप्रति नमन छ गुरुलाई ढिलो हजुर एकदम त्यो आफ्नो गुरुसँग एउटा फिल्ममा जोडिनु पाउँदाखेरि एउटा होइन अरू सृजना म्यामप्रति पनि धेरै धेरै नमन छ विजय बराल सर बुद्धि सर मेरो गुरुहरू हुन् र एकदम एन्जिला मुभी भनेको चाहिँ एउटा म पनि हार्ट मेल्ट भएँ धरानको प्रतिक्रियाहरू सुनिरहेको थिएँ तर हेर्दै जाँदाखेरि हार्ट मेल्ट हुँदै पनि रहेछ अनि इट्स टोटली कनेक्टिङ र एउटा प्रेरणा हो इन्सपिरेसन हो यो होइन मुभी भन्दाखेरि पनि अनि एन्जेला बहिनीको स्पोर्ट्सम्यानसिप र एक्टिङसिप पनि उत्तिकै नै इक्वली नै राम्रो लाग्यो प्रतिक्रिया हेर्दाखेरि भन्दा पनि अब एउटा एज अ दाइको भूमिका मैले निभाएँ र मैले एन्जिलालाई जुन मैले रिलमा होइन भन्दा पनि मैले रियलमा फिल गरेँ आज आएर सो अब सुटिङको क्रममा सुटिङको दौरानमा एकदमै अब एन्जिला कम्फोर्टेबल मान्छे होइन उसले नजानेको कुरा दाइ भनेर हामीसँग सिक्नुहुन्थ्यो अब अग्रज दाइहरूसँग सरसल्लाह अनि कुनै कुनै कुराहरूले आफैलाई पनि टच गरेको छ र आफै पनि भावुक भए एक दुई ठाउँमा त्यही हो र म के भन्न चाहन्छु भने जुन प्रेम सरलाई एउटा सिन याद छ होला तपाईँहरूलाई जुन म तपाईँलाई बाबा भन्न सक्छु त्यो चिजले यति टच गर्यो कि म भक्कानिएँ एकचोटि होइन सो किनभने आफ्नो नै केही एउटा रियल कुरा रिलेट थियो त्यही भएर चाहिँ हो सो थ्याङ्क यू सो मच यो अपर्च्युनिटी दिनुभएकोमा मिलन चाम्स दाई प्रेम कुमार श्रेष्ठ र हाम्रो होल एन्जिला टिमलाई चाहिँ धेरै धेरै खुसी भएको छु यो एउटा भनौँ न रियल स्टोरीमा है सो एन्जिलाको बायोपिकमा चाहिँ मैले एउटा काम गर्न पाएँ एज अ रियल होइन सो रिलमा काम गर्न पाएँ र एज अ रियल आज मलाई फिल भयो नि त आज त रियल स्टारसँगै हामी रिलमा जोडिनु पाएँ गर्वको विषय हो त्यही हो त्यही भएर सबैलाई एकदम धेरै धेरै धन्यवाद र सम्पूर्ण दर्शकहरूले हेर्नुपर्छ भन्ने नै यो खेलाडीले मात्रै होइन कि हरेक व्यक्तित्वले हेर्नैपर्छ किन यो सङ्घर्ष डाउनफलको कुरा छ सक्सेस स्टोरीले म्यासेज दिन्छ तर फेलियर स्टोरीले आइडियाज दिन्छ भने यो पिक्चरले चाहिँ आइडिया दिन्छ सर्वप्रथम त म तपाईँ सबैलाई नमन भन्न चाहन्छु र त्यस्तै गरी हाम्रो आदरणीय सर मिलन सर त्यसपछि गिरिराज सर प्रेमराज सर सम्पूर्णलाई म एकदमै धन्यवाद दिन्छु
उहाँहरूको कारणले गर्दा आज म पनि यो एन्जिलासँग जोडिने मौका पाएँ र त्यसको लागि धेरै धेरै धन्यवाद। र जस मुभीले मलाई एकदमै छोयो होइन, म पनि एकदमै भावुक भएँ। म चाहिँ कहाँनिर भावुक भएँ भन्दाखेरि जो आमाले रातिको समयमा बिहानै 5 बजे उठेर बस छोड्न जाँदाखेरि त्यति बेला चाहिँ त्यो कहानी कता कता मलाई पनि छुन्छ त्यसले। त्यस कारणले गर्दाखेरि म एकदमै भावुक भएँ। म यही भन्न चाहन्छु कि यो फिल्म एकदमै राम्रो बनेको छ होइन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जहाँ हुनुहुन्छ, नेपालमा, नेपाल बाहिर, देश विदेशमा जहाँ छोडेर बस्नुहुन्छ, तपाईँहरू सबैजनाले यो फिल्म हेरिदिनुहोस्, साथ सपोर्ट दिनुहोस्। एकदमै राम्रो बनेको छ, तपाईँहरूलाई अवश्य यसले निराश पार्ने छैन। म त यही भन्न चाहन्छु। होइन, जुन अब यो अहिले बायोपिक सिनेमा गर्न एकदमै गाह्रो हुन्छ। सिनेमा आफैमा पनि चुनौतीपूर्ण। एउटा बायोपिक सिनेमा भनिसके पछाडि एउटा क्राइटेरिया हुन्छ, त्यो एरियाभन्दा हामी बाहिर जान सक्दैनौँ सिनेमा खिच्दाखेरि। विच इज कमर्सियल मुभीमा हामी जता बङ्गाए पनि भयो, जता ट्विस्ट गरे पनि भयो। अब रियल स्टोरीमा त्यो एउटा परिधि हुन्छ, त्यो परिधि नागेर जान मिल्दैन। त्यही भएर त्यो बुन्न चाहिँ धेरै समय लाग्छ क्या। अनि सिनेमा अलिकति चुनौतीपूर्ण नै थियो, तर एउटा यति धेरै नै राम्रो रेस्पोन्स आउँछ भनेर चाहिँ अब एउटा बायोपिक मुभी बनिन्छ, यो एउटा दस्तावेज हो, एउटा डकुमेन्टेसन हो भन्ने थियो। तर सिनेमा व्यापक रूपमा चाहिँ अब मन पराएकोले गर्दाखेरि चाहिँ यो मलाई अचम्मै लागिरहेछ। राम्रो चाहिँ कोसिस चाहिँ गरेको थियौँ नै होइन। अब कतिखेर चाहिँ दर्शकलाई हिट गर्छ भन्ने हो। सिनेमाले हरेक डिरेक्टरले राम्रो बनाउने कोसिस नै गरेको हुन्छ सिनेमा राम्रो बनाउनका लागि। तर आज यो रेस्पोन्सले चाहिँ राम्रो चाहिँ नै खुसी मिलेको छ। होइन, प्रतिक्रिया अब नरुने मान्छे कोही पनि हुन्न थियो। हरेक व्यक्तिहरूले जो जति केही साथीभाइहरू हुनुहुन्थ्यो उहाँहरूले मलाई चाहिँ नि सरसल्लाह सुझाव जसले दिइराख्नुहुन्थ्यो सिनेमाको लागि, तपाईँले यो गर्दाखेरि राम्रो हुन्छ, ती व्यक्तिहरूले पनि आएर जुरुक्कै उचालेर बोकेर तपाईँले साँच्चै राम्रो सिनेमा बनाउनु भयो, अहिलेसम्मकै बेस्ट सिनेमा भन्दाखेरि चाहिँ खुसी लाग्यो। अभिनय गराउनको लागि मलाई सुरुमा चाहिँ अलिकति डाउट थियो, तर मैले एन्जिलालाई के भनेको थिएँ भने सिनेमा चाहिँ नि अभिनय मान्छेको जीवनको भोगाइ हो, यसलाई सिम्पल तरिकाले लिनु। सो तिम्रो पनि जीवनमा जस्तो तिमीले भोगेको छौ त्यो भन्दा बाहिर नजानु, अभिनय एक नगर्नु, जे छ त्यही गर्नु भने चाहिँ उसलाई जे छ त्यही नै गराएको हो, मन पराइदिनु हो दर्शक। हजुर, सबैजनामा नमस्कार र मिलन दाईलाई चाहिँ धन्यवाद पनि बधाई पनि दिन चाहन्छु, किनभने आफैमा एकदमै गाह्रो जनर बायोपिक बनाउनु, त्यो पनि एउटा यस्तो व्यक्तिको जीवनमा जसको जीवन आफैमा यति प्रेरणादायी र यति सङ्घर्षपूर्ण रहेछ र चलचित्र मार्फत देखाउँदा त्यो अझै मन छुने तरिकाले पक्का पनि आएको छ होइन। एकदमै सशक्त मिडियम हो चलचित्र र त्यसमा स्टोरी टेलिङको थ्रुबाट उहाँले आज यहाँसम्म एन्जिला सुब्बाजी पुग्नुको पछाडि के कस्ता त्यागहरू सङ्घर्षहरूको बाटोबाट गुज्रिनु पर्यो भन्ने चिजलाई यति मजाले देखाइदिनु भएको छ र त्यो देखाउँदै गर्दाखेरि समाजका कति पाटोहरूलाई पनि छर्लङ्ग पारिदिनु भएको छ। हामीलाई गलत लाग्ने कति चिजहरू चाहिँ कतिको जीवनको भोगाइ हुन्छ होइन। र सँगसँगै जहिले पनि जीवनमा सङ्घर्ष गर्दा गर्दै सपोर्ट गर्ने व्यक्तिहरू पनि त्यति नै हुन्छन् यदि तपाईँमा क्षमता छ भन्ने चिजलाई पनि कति मिठो तरिकाले देखाइदिनु भएको छ। अहिले अब खेलकुदको हाम्रो अवस्था कस्तो छ, खेलाडीहरूले कसरी गाह्रो गरी पनि यहाँ पुग्नु भएको छ भन्ने चिजलाई पनि मिठो तरिकाले प्रस्तुत गरिदिनु भएको छ। सो म यो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र एन्जिला चाहिँ हेर्न हुनको लागि हार्दिक अनुरोध गर्दछु। यो आफैमा प्रेरणादायी कथा छ र एउटा सपनाको कथा छ। सपना जहाँ बसेर देख्दाखेरि पनि यदि फोकस छ, आफूमा क्षमता छ भने चाहिँ त्यो पुरा गर्ने अठोट लिनु सक्नुपर्छ भन्ने चिजलाई मिठो तरिकाले प्रस्तुत गरिदिनु भएको छ। थ्याङ्क यू। चलचित्र बायोपिक एकदमै चुनौतीपूर्ण हुन्छ, त्यसमा पनि स्पोर्ट्सको भनेपछि अब इतिहासमै पहिलोपटक फुटबलको बारेमा चाहिँ सिनेमा आउँदैछ। यदि यो सिनेमा सफल भएमा अन्य त्यस्ता लेजेन्ड व्यक्तिहरू छ जसले नेपाल बोकेको छ, राष्ट्र बोकेको छ, ती व्यक्तिहरूको बारेमा पनि चलचित्र बनिन जरुरी छ। सो यो चाहिँ चलचित्र राम्रो भइदियो भनेदेखिलाई भोलिको दिनमा अरू चाहिँ मेकरहरू पनि लालायित हुनेछन्। त्यो कारणले गर्दाखेरि सबैजनाले एकचोटि हेरिदिनुहोस् यो चलचित्र।
खेलाडीको सम्मानको लागि भए पनि अब खेलाडीहरूले त अवश्य हेर्नु पनि हुन्छ होला। सम्पूर्ण नेपाली दर्शकहरूलाई आम दर्शकहरूलाई म अनुरोध गर्न चाहन्छु। मलाई चाहिँ यो मुभी हेर्दाखेरि त्यहाँ भित्र फिल भएको चाहिँ के भने त्यो खेलाडीको सङ्घर्षको बारेमा अब किनभने त्यो खेलाडीहरूलाई 14 वर्षको उमेरदेखि नै हामीले राष्ट्रिय टिममा ल्याएको हो कि 14 वर्षदेखि खेल्दै खेल्दै आएको। तर यो मुभी हेर्दाखेरि मलाई एउटा आत्मग्लानी चाहिँ के भयो भने यति सङ्घर्ष गरेर आएका खेलाडी रहेछन् त्यसतर्फ ध्यान नदिएको मलाई अलिकति आत्मग्लानी छ हाम्रो पालामा होइन। र अर्को कुरो अब एज सच खेलाडीको रूपमा त अब एन्जेलाले आफूलाई प्रमाणित गरिसकेको छ तर एक्टिङमा पनि यति राम्रो किसिमले पनि चाहिँ भूमिका निभाएको छ। अब अन्य कलाकार हो दयाङहरूको त हुने त स्वाभाविकै भयो उहाँहरूको त कुरै छैन। र समग्रमा मैले हेर्दाखेरि अब एकदमै भावुक बनाउने फिल्म छ। अब रोइयो पनि अलिकति होइन। र अर्को अब त्यो साँच्चैकै त्यो चाहिँ के भने अब त्यो एपिएफ नेपाली सेना र प्रहरीमा चाहिँ हामीले यस्तै किसिमको खेलाडीहरूको भविष्य सुरक्षित गर्नको निमित्त नै त्यो महिला टिमलाई त्यहाँ राख्ने चाहिँ के भने हामीले चाहिँ मेरै पालामा सुरु भएको हो कि। र त्यहाँ चाहिँ के भने एउटा घटना मैले अब चाहिँ जो अहिले अब मलाई थाहा पनि थिएन यसरी चाहिँ अब प्रेम कुमार श्रेष्ठ चाहिँ प्रड्युसर हुनुहुँदो रहेछ। उहाँ आफैले खेलाडीलाई त्यस्तै माया गर्ने चाहिँ मलाई थाहा थियो कि उहाँले पाएको भत्ताहरू पनि विदेश जाँदाखेरि पनि खेलाडीलाई बाँड्नुहुन्थ्यो त्यो बेलामा पनि। त्यस कारणले उहाँले एउटा यो पहिलो फेरि बायोपिक एउटा खेलाडीको भएको छ र म त हेर्छु असाध्यै सफल भएको छ र यो एकदमै राम्रो चल्छ र सबैले हेरिदिनको निमित्त पनि अनुरोध गर्न चाहन्छु। र वास्तवमा भन्ने हो भने यो एउटा साँच्चैकै राम्रो फिल्म छ र त्यसमा चाहिँ म नेपाली फिल्म आफैमा हेर्ने पनि हो र यो फिल्म समग्रमा चाहिँ सबैको आफ्नो भूमिकामा सबैको राम्रो छ जस्तो मलाई लाग्छ। हजुर त्यो बेलामा त लागेको थिएन। अब अहिले चाहिँ बरु मेरो पनि बनाइदिए हुन्थ्यो जस्तो लागेको। त्यो बेलामा त मलाई लागेन होइन। त्यो बेलामा त्यस्तो सोचिएन तर अहिले यो बनाइसके पछाडि एकदमै राम्रो तरिकाले बनाएको छ र यो फिल्म चल्यो भने हामी सबै खेलाडीहरूको निमित्त भविष्यमा चाहिँ के अरे अझै प्रड्युसरहरूले डाइरेक्टरहरूले चाहिँ एउटा चाहिँ कुनै अन्य खेलाडीको पनि बायोपिकमा चाहिँ बन्छ भन्ने मलाई लागेको छ। हस् धेरै धेरै धन्यवाद। मलाई त चलचित्र एकदमै राम्रो लाग्यो। किन पनि राम्रो लाग्यो भने अब यो ट्रु स्टोरी भएको कारणले गर्दा पनि अनि त्यसपछि अब एउटा खेलाडीको पनि सङ्घर्षको कथा हामीले सिनेमा मार्फत हेर्न पाइयो होइन। सङ्घर्ष त हरेक मान्छेको उस्तै हुँदो रहेछ भनेर चाहिँ मैले एन्जिलाको स्टोरीबाट थाहा पाएँ। अनि गाउँबाट सङ्घर्ष गरेर म केही बन्छु है भनेर जो लागिपर्छ सबै एन्जिला नै हो कि। अनि समस्त गाउँबाट आउने केही गर्छु भन्ने व्यक्तिहरूको स्टोरी चाहिँ एन्जिलाले उठाउनु भएको छ र यो उहाँको स्टोरीलाई चाहिँ चलचित्रको पर्दामा सबै दर्शक समक्ष देखाउनु हुने हाम्रो मिलन दाईलाई चाहिँ हामीले धेरै धेरै धन्यवाद दिनुपर्ने हुन्छ। अनि यो चलचित्र एकदमै राम्रो बनेको छ। मलाई यो फिल्म हेरिसके पश्चात चाहिँ एन्जिला त भइहाल्नु भयो उहाँको आमालाई चाहिँ एकचोटि भेटेर होइन भुइँसेर सेवाहरू गर्न मन छ। अनि यदि उहाँसँग भेट्न मौका मिल्यो भने चाहिँ म असाध्यै खुसी हुन्छु। अनि सबै कलाकारहरूले एकदमै राम्रो काम गर्नुभएको छ न्याय दिनुभएको छ। अब मिलन दाईलाई फेरि पनि अर्को यस्तै हुन्छ ट्रु स्टोरी बनाउनको लागि रेडी हुनु होला पनि भन्न चाहन्छु। एन्जिलाको भन्नुपर्दा साँच्चै आज चाहिँ म एक्टिङले उहाँ यस्तो राम्रो गरिरहेछ भनेर भनिरहेको थियो। अब उसको खेल त त्यसै पनि अब प्रशंसक नै हो होइन। एकदमै धेरै मिस गरेँ मैले चाहिँ एन्जिलालाई अनि सृजना सुब्बालाई जसको आमाको भूमिका गर्नुभएको थियो एकदमै मैले चाहिँ सम्झेँ। अनि एकदमै भन्नुपर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्यो चलचित्र चाहिँ। एकदम राम्रो पक्ष भनेको चाहिँ यसको स्टोरी टेलिङ क्या टेलिङ जसरी उहाँले चाहिँ ब्याक एन्ड फ्रो गर्नुभएको छ। अनि जसरी एकदमै इमोसनल मात्र नभएर पारिवारिक कुरासँगै एन्जिला चाहिँ कसरी एन्जिला बन्यो भन्ने कुरा ल्याउनु भएको छ। अनि ब्युटिफुल्ली क्याप्चर भएको छ। धेरै कुराहरू सिम्बोलिक पनि छ। त्यो चिजहरू चाहिँ एकदमै राम्रो लागेको छ मलाई।